म आज के गर्दैछु भन्दाखेरि चाहिँ है तपाईको यो चाहिँ मेरो यो ग्रिन एप्पल रोपेको हो। अब यसलाई चाहिँ यस्तो पाराले रोपेर मात्रै हुँदैन, यसलाई चाहिँ अब एउटा सपोर्ट दिनुपर्छ हो। यस्तो पारा अब यो सपोर्ट चाहिँ किन मैले दिएको भन्दाखेरि चाहिँ है तपाईको यसलाई चाहिँ ठुलो हावाहरू चल्दा हो यो यसको योहरू भाँच्दैन। अन्त अर्को कुरा चाहिँ यसको जरा पनि अब मजबुत हुन्छ भनौँ न, यही हो। अब हुन्छ, थ्याङ्क यू। बस यो चाहिँ एन्ड रिजल्ट हो तपाईँको। अब यहाँ चाहिँ लगभग 50+ ग्रिन एप्पल रोपेको छ है। अब हेरौँ आउने दिनमा कतिको प्रोडक्सन हुन्छ, त्योहरू पनि सबै म भिडियो बनाएर लगाउनेवाला छु। त्यसको लागि चाहिँ तपाईँहरू काइन्डली सब्सक्राइब गरिदिनुहोस् है मेरो च्यानलमा। लस अन्त अर्को कुरा के छ भन्दाखेरि चाहिँ अब गरे त पक्का काम गर्नु पऱ्यो नि है। मलाई त पक्का काम गर्नु चाहिँ मजा लाग्छ हो। त्यही भएर यहाँ लगभग मैले 50वटा बोटभन्दा अलिकति ज्यादा यहाँ ग्रिन एप्पल लगाएको छु है। अब हेरौँ है कतिको प्रोडक्सन हुन्छ। लस